मार्केटमा हामीहरूको सेल्स घट्दैछ, फेरि मार्केटमा पैसा पनि धेरै उठाउनु बाँकी छ। यो कुरा त ठिक हो सर। किन? आखिर प्रब्लम के छ? सर, यो पैसा नउठेको मुख्य कारण त आर्थिक मन्दी पनि हो। तर पनि म पूरा कोसिस गर्दैछु। सर, हाम्रो प्रोडक्टको बजारमा सेल घट्नुको कारण चाहिँ कल्याण एन्ड कम्पनीले हाम्रै जस्तो प्रोडक्ट बजारमा 20% कम मूल्यमा बेचिरहेको छ सर। त्यसैले उसको सेल बढिरहेको छ सर र हाम्रो सेल घटिरहेको छ। त्यसो हो भने हामीले पनि हाम्रो प्रोडक्टको प्राइस घटाउनु पर्ने हो त? त्यो मैले हेरिसकेँ बाबा, हाम्रो प्रोडक्टको प्राइस घटाउन मिल्दैन। हाम्रो प्रोडक्टको प्राइस घटाउनको साथ हाम्रो कम्पनी लसमा जान्छ। त्यसो भए के गरे त? त्यो कल्याण एन्ड कम्पनी किन त्यसो गर्दैछ? को हो त्यसको प्रोपाइटर? त्योसँग मेरो मिटिङ फिक्स गर, म त्योसँग भेट्न चाहन्छु। हस् सर। प्रताप दोष, तैँले सपनामा पनि सोचेको थिइनस् कि त यति चाँडै नै बर्बाद हुँदैछस्, खत्तम हुँदैछस्। म त तेरो सारा परिवार, तेरो बिजनेस चराको प्वाक जस्तै हावामा उडेको हेर्न चाहन्छु। हावामा। जीवन, के छ मार्केटको हालखबर? सर, मैले त सोचेको पनि थिइनँ यति चाँडै हाम्रो प्रोडक्टले मार्केट लिन्छ भनेर। अहिले चारैतिर हाम्रै प्रोडक्टको मात्रै माग छ। गुड, भेरी गुड। सर, हाम्रो प्रोडक्टले मार्केट लिइसक्यो। अब प्राइस बढाउने हो कि नत्र पछि लस मेकओभर गर्न गाह्रो हुन्छ कि सर? न, यो कल्याण थापालाई त्यो शान्तिनो लसले के पनि गर्दैन। मलाई ठुलो युद्ध जित्नु छ, त्यसको लागि म जस्तो सुकै लस पनि बिहोर्न तयार छु। यदि म सही छु भने हजुरको यो युद्ध प्रताप ध्वज अर्गनाइजेसनसँग होइन सर? नो 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 नो, श्री प्रताप ध्वजसँग। प्रताप ध्वज कौरवहरूलाई साथ दिने सबै ध्वस्त भएका थिए महाभारतमा, अनि यो कलियुगमा प्रताप ध्वजलाई जसले साथ दिन्छ ती सब ध्वस्त हुन्छ। हेलो हेलो, म प्रताप ध्वज कम्पनीबाट म्यानेजर बोल्दैछु। हजुर, कल्याण सरसँग हाम्रो प्रताप ध्वज सर मिटिङ गर्न चाहनुहुन्छ? सर, प्रताप ध्वजको असिस्टेन्ट ऊ हजुरसँग भेट्न चाहनु। त्यसलाई भन्दै म अहिले आउट अफ कन्ट्रीमा छु। म फर्किसकेपछि मिटिङ फिक्स गर्छु भनेर भन्दै। हेलो हजुर, सर त अहिले आउट अफ कन्ट्रीमा हुनुहुन्छ। हजुर सर। उहाँ फर्केपछि मिटिङ फिक्स गरेर हजुरहरूलाई कल गर्नेछु। ओके ओके, हस् त। सर, कल्याण थापाजी बाहिर जानुभएको छ अरे। उहाँ आउनु भएपछि मिटिङ फिक्स गरेर हजुरलाई खबर गर्छु भन्नुभएको छ। ठिक छ। तैँले मलाई किन भेट्न चाहन्छस् प्रताप ध्वज? यो मलाई राम्रोसँग थाहा छ।
म पनि तसँग भेट्न चाहन्छु, तर त मसँग भेट्न छटपटिरहेको छस्। छटपटी, अझै छटपटी, त छटपटी भेट्न चाहन्छु। त अब न सन्चोले बाँच्न सक्छस्, न त सन्चोले मर्न सक्छस्। तेरो व्यापार व्यवसाय, तेरो परिवार सबलाई ध्वस्त पार्छु, ध्वस्त। मैले कसम खाएको छु, अब आउने पिँढीले तेरो नाम समेत सुन्ने छैन, तेरो नाम समेत सुन्ने छैनन्। प्रतिज्ञा। सर, एउटा कुरो सोधौँ, त्यो प्रताप भोजले त्यस्तो के गरेर हजुर त्यसको नामदेखि पनि घृणा गर्नुहुन्छ? त्यसले मेरो बाँच्ने आधार छिनेको छ। आज म बाँचेको छु त केवल त्यसलाई बर्बाद पार्नको लागि मात्र बाँचेको छु। त्यसलाई म सखा पार्नको लागि मात्रै आजसम्म म जिउँदो छु। अघि बढ्दैछ पाइला कसैको वेदना सहेर छाती भरि बहदैछ आँसु कसैको प्रतिशोधको बाटो। हजुर यो कस्तो ठाउँमा ल्याइछु भाउजू? लिनुहोस् न, आज आफ्नै आँखाले देख्नुहुनेछ। मलाई बचाऊ कुन्दन, मलाई बचाऊ। म बाँच्न चाहन्छु, मलाई अलिकति भए पनि थिएन कुन्दन, प्लिज म बाँच्न चाहन्छु। एक डोज देन यार, म बाँच्न चाहन्छु प्लिज। एक डोज भए पनि थिएन यार, प्लिज अलिकति भए पनि थिएन, नत्र म मर्छु। प्लिज एक डोज देन यार, म बाँच्न चाहन्छु। प्लिज म बाँच्न चाहन्छु, प्लिज म बाँच्न चाहन्छु। छोड छोड, म बाँच्न चाहन्छु। नडराइसु कुन्दन बाबु, मैले हजुरलाई यहाँ राख्नु होइन, देखाउन मात्र ल्याएकी, तर हजुर त डराइसु। के यो हजुरको जीवन होइन र? आफ्नो जीवन देखेर पनि कोही डराउँछ? ल हिँड्छोस्। कोही त मलाई ड्रग्स दियो, कोही त मलाई ड्रग्स दियो, बिन्ती छ। मेरो शरीर डढेलो जस्तो डरिरहेको छु, मेरो शरीर डढेलोले डर्न लागिसक्यो। कोही त मलाई ड्रग्स दियो, प्लिज बिन्ती छ, कोही त मलाई ड्रग्स दियो प्लिज। प्लिज बिन्ती छ, कोही त मलाई ड्रग्स दियो प्लिज। डाक्टर, यो मान्छेलाई यो केटामा नसालु पदार्थको लत थियो। नसा यो केटाको शरीरमा यति मात्रामा बसिसकेको थियो कि मैले त यसलाई बचाउनै पर्यो।